जेन्जी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा आशालाग्दा अनुहार समेटिए पनि अवस्था चौतर्फी घेराबन्दीको बनिरहेको छ। यसको मुख्य कार्यभार निर्वाचन गराउनु भए पनि त्यसपछिको परिस्थितिलाई लिएर एकातर्फ प्रश्न छ। यसले पुरानै राजनीतिक दलहरू फर्किन सक्ने अवस्था रहने पक्का हुँदा यति ठूलो विद्रोह किन भन्ने प्रश्न छ भने यसको उत्तर दिने वातावरण प्रधानमन्त्री सुशीला कार्की र उनको सरकारले बनाउनु छ। जहाँ अहिलेसम्म सरकारमा जेन्जीको प्रतिनिधित्व छैन भने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको हालीमुहाली चलिरहेको छ। अर्थात् जेन्जीले उनको नेतृत्व चाहे पनि उनी पछि हटेर किङ मेकर बनिरहेका छन् भने उनले चाहेकै व्यक्तिहरू मन्त्री बनिरहेका छन्। फलत उमेर समूहका दृष्टिले खोइ मन्त्री परिषदमा नेतृत्व भन्ने प्रश्न मात्रै उठेको छैन, बालेनले आन्दोलनको उपलब्धि नै हाइज्याक गरेको आरोप लाग्न थालेको छ। त्यस्तै न त सरकारमा शहीद परिवारको प्रतिनिधित्व छ, न त उनीहरू के चाहन्छन् भन्ने नै कसैले सुन्न चाहेको छ। बाहिर जेन्जीको नेता को हो भन्नेमा अझै भिडन्त कायम छ भने जेन्जीको लिडर बनेका सुदन गुरुङ आफै पेलिएको अवस्था छ। आन्दोलनमा पानी बाँड्दै नेता भएका उनी प्रधानमन्त्री छान्ने विषयसम्म रस्साकसीमा देखिए पनि त्यसपछि बेवास्तामा परिरहेका छन्। यही कारण अहिले गुरुङ प्रधानमन्त्रीकै विरुद्ध बोल्ने स्थितिमा पुगेका छन्। त्यही ठाउँमा त्यसरी म छुटेर निकाल्न सक्छु। यो ओम प्रकाश खोइ के लयर होइन, यसले आफै गृहमन्त्री सिंहमन्त्री बनाउँदो रहेछ त्यहाँभित्र बसेर। म चाहिँ लास्ट सासमा हिँडिरहेको। यो सरकारले संविधान संशोधन गर्ने सम्भावना देखिँदैन। त्यस्तै भ्रष्टाचार अनुसन्धानका लागि शक्तिशाली आयोग गठन गर्छ कि गर्दैन भन्नेमा आम चासो छ। जुन जेन्जी आन्दोलनको मुख्य एजेन्डा मध्ये एक हो। स्मरणीय छ यो आन्दोलनले संसद विघटनको माग राखेको थिएन। फलत पुराना दलहरूले यसलाई आफ्नो हित अनुसार प्रयोग गर्न मुद्दा बनाइसकेका छन्। अर्कातर्फ जेन्जी यो व्यवस्था र दलीय प्रणालीको विकल्प नखोज्नेमा प्रष्ट छन्। यसले गर्दा के यो ठूलो विद्रोह केवल केपी शर्मा ओलीलाई हटाउन मात्र भएको थियो भन्ने प्रश्न पनि जीवितै छ। यसलाई पनि एमाले आफ्नो हित अनुकूलको भाष्य बनाएर भजाउने पक्का छ। यसबाहेक पुराना दलहरूले यसलाई विदेशी लगानीको आन्दोलन भएको भाष्य निर्माण गरिरहेका छन्। यसले जेन्जी आन्दोलनलाई बदनाम गर्ने र अपराधीकरण गर्ने खेल सुरु भइसकेको संकेत गरेको छ। स्वयं प्रधानमन्त्री कार्कीले समेत सरकारी भवनमा आगो लगाउने नेपाली हुन सक्दैनन् भन्दै यसलाई मलजल गरेकी छन्। नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने? मान्छेले ज्यान मार्छ, भवनहरू लुट्ला भत्काउला बेग्लै, तर यो घटना त मलाई लाग्छ यो देशमा पहिलोचोटि भएको हो। त्यसैले यस किसिमबाट चाहिँ हाम्रो चाहिँ यो संस्थाहरू अहिले हाम्रो यस्तो चाहिँ अनुहार देखाउन नसक्ने अवस्थामा पुर्याएर गरेको छ। मलाई त जहाँसम्म लाग्छ यो एउटा प्लान वेमा षड्यन्त्रै भएको हो कि यसले जेन्जी फेरि सडकमा आउने अवस्था त बन्ने होइन भन्ने डर पैदा हुँदा एमालेका नेताहरूले आन्दोलनकारीलाई धम्काउन थालिसकेका छन्। अर्थात् आन्दोलनको जस लिन सबै तयार भए पनि त्यसमा भएको क्षतिको जिम्मा लिने कोही नभएका कारण यो अवस्था बनेको हो। अर्कातर्फ यो अवस्था आउनुमा ओलीको देवत्व